दर्शकबिन नमस्कार। म अहिले इटहरी 3 सरस्वती टोल विकास अन्तर्गत शिव मन्दिरको प्राङ्गणमा उभिएर म यो सरसफाइ अभियानलाई हेर्नुहोस् त। मन्दिरको अगाडि म यसरी सरसफाइ अभियानमा जुटेको छु। सबैजनालाई आफ्नो ठाउँ आफै बनाऊ, आफ्नो सफा सुन्दर सफा राखी आफ्नो परिचय दिउँ भनेर चाहिँ मूल एजेन्डाका साथ हामी हरेक टोल हरेक बस्तीमा हरेक सचेतना जगाउँदै हामी हिँड्ने स्वतन्त्र नागरिक समाजका अभियन्ता हामी हौँ। र अहिले इटहरी 3 मा जुन यो अभियानले हामीले लिएर आएको छौँ, अब सबैजनाले यसरी नै साथ दिएर अगाडि बढ्नुहुन्छ भन्ने पनि पूर्ण विश्वास लिएको छौँ। सफा सुन्दर र साँच्चीकै हराभरा हेर्दा आउँदा जाँदा आनन्दित होस्। यो धर्मस्थल यो मन्दिर भनेको चिज यस्तो चिज हो जहाँ कि हामी भारी पूर्ण आफ्नो जिम्मेवारीमा भारी एकदम भएर आउँदाखेरि यो